पनि अब हजारौं सपना पिन्दै दिन रात निरन्तर सहन्छे सहँदै जान्छे पटक्कै प्रश्न गर्दिन परे ज्वालामुखी बनी पड्कन्छे पछि पर्दिन परे ज्वालामुखी बनी पड्कन्छे पछि पर्दिन। धन्यवाद। कार्यक्रम सञ्चालित यो आदरणीय यस गरिमामय कार्यक्रम समारोहका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशेष अतिथि लगायत मञ्चासीन सम्पूर्ण अतिथिज्यू, निष्पक्ष निर्णायक मण्डल, समयको महत्त्व बुझाउन बस्नुभएका समयपालकज्यू र यस कार्यक्रमलाई भव्यतापूर्ण सफल पार्नका निम्ति देशका विभिन्न स्थानदेखि यहाँ आउनुभएका सम्पूर्ण प्रतिस्पर्धी मित्रहरूमा म यो मेरो देश नेपालको राजधानी मुटुमा अवस्थित जनमैत्री बहुमुखी क्याम्पस कक्षा 12 व्यवस्थापन संस्थाकी विद्यार्थी छात्र सुरक्षाको तर्फबाट 2 हात जोडी न्यानो अभिवादन कृपया स्वीकार्नुहोला। सर्वप्रथम त म यस कार्यक्रम आयोजकलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु, किनभने अहिलेको वर्तमान परिवेशलाई हेरी विद्यार्थीहरूका लागि समय सान्दर्भिक शीर्षकमा वक्तृत्व कला कार्यक्रम आयोजना गरी सहभागिताको गरिमामय अवसर प्रदान गर्नुभएकोमा आजको वक्तृत्व कलाको शीर्षक रहेको छ नारी मुक्ति र एकीबद्धता। अब भने म मेरो समयलाई मध्यनजर गर्दै विषयवस्तुतर्फ प्रवेश गर्न चाहन्छु। वास्तवमा धेरैलाई लाग्न सक्छ नारी मुक्ति भन्ने बित्तिकै पुरुषमा भन्दा विजय गर्नु हो, तर यो सत्य होइन। नारी मुक्तिको अर्थ कुनै एउटा लिङ्गको विजय होइन, यो त समग्र मानव जातिको नै विजय हो। अझै भन्नुपर्दा नारी मुक्तिको अर्थ घर परिवार समाज समुदायबाट टाढा जानु मात्र नभएर आफ्ना सपना चाहना र क्षमताहरूलाई पिञ्जडामुक्त बनाउनु हो, जहाँ शिक्षा स्वास्थ्य आफ्नो शारीरिक स्वतन्त्रताका अधिकारहरू प्राप्त र सामाजिक स्वतन्त्रताका अधिकारहरू प्राप्तिमा बाधा नहोस्। संस्कृतमा पनि भनिएको छ यत्र नार्यस्तु पूजन्ते रमन्ते तत्र देवता, अर्थात् जहाँ नारीको सम्मान हुन्छ, जहाँ नारीको पूजा हुन्छ, त्यहाँ भगवान पनि स्वयं आफै रमाइरहनु भएको हुन्छ। तर महोदय, म एउटा प्रश्न गर्न चाहन्छु, के हाम्रो समाजमा अहिले साँच्चीकै नारी पूज्य छन् त, या त शब्दमा मात्रै? सभाध्यक्ष महोदय, अझै पनि हाम्रो देशको कयौं विकट गाउँहरूमा बालिकाहरूले घर गृहस्थीका साना जिम्मेवारीहरू, दाउरा बोक्ने, पानी लिने, घरका काम गर्नुपर्ने कारणले विद्यालय जान नभइरहेको अवस्था छ। युनेस्कोको अध्ययन अनुसार 10 मध्ये 3 बालिकाहरू विद्यालय जान पाइरहेका छैनन् मासिक धर्मकै कारणबाट। अनि नेपालकै डेमोक्रेटिक सर्वे अनुसार 30 मध्ये 18 जना बालिकाहरू त बाल विवाह गरिरहेका छन्। अनि यो बाल विवाह केवल बाल विवाह मात्रै होइन, यो त शिक्षा स्वास्थ्य र करियरको पनि समाप्ति भइरहेको छ। त्यसै नेपालको हरेक दिन जसो 30 जना जति महिलाहरूले घरेलु हिंसाका कारण प्रहरीका उजुरी दिइरहेका हुन्छन्। तर विडम्बना त कहाँनिर छ भने उजुरी दिन पाउने महिलाहरूलाई त हामी भाग्यमानी मान्न बाध्य छौँ, किनकि अधिकांश महिलाहरूलाई त सम्बन्ध र आफ्नै इज्जत जोगाउनका लागि भए पनि मुख बन्द गर्न बाध्य गराइन्छ। कार्यस्थलमा हुने विभेद, महिला भएकै कारण उनीहरूले खेप्नुपर्ने, उनीहरूले निकालेको बोलीहरूलाई दबाइने, उनीहरूमाथि हुने कुदृष्टिका कारण उनीहरू आफूलाई स्वतन्त्र रूपमा जिन नपाइरहेको अवस्था देखिन्छ। कतिपय बालिकाहरू बालिका भएकै नाताले भ्रूणमै मारिन्छन्। घरेलु हिंसाका घटना र दाइजोका कारण हुने घटनाहरू म कसरी बिर्सु जानु? हुन त छपडी हट्यो भनियो, कयौं छपडीका गुठहरू भत्काउन पनि भत्काइयो, तर अछुतो भयो भन्दै गोठमा गएका घटनाहरू म यहाँ कसरी सुनाऊ? अब यति हुँदाहुँदै साथीहरू एकपटक सोच्नुहोस् त, के यसरी हुन्छ त नारी एकीबद्धता? यो भन्दै गर्दा मैले मेरो देशको संविधान बिर्सेकी छैन, जहाँ नारीहरूका लागि 33% राजनीतिमा सहभागिताको हक अधिकार सुनिश्चित गरिएको छ। 40% महिलाहरूले नेतृत्वमा आफूलाई स्थापित गरिसकेका छन् भने 60% महिलाहरू साक्षर भइसकेका छन्। अहिले वर्तमान अवस्थामा हेर्ने हो भने कयौं दिदीबहिनीहरू MBBS, IT सेक्टर, इन्जिनियरिङ र आफूलाई मन लागेको क्षेत्रमा पढ्न पाइरहेको अवस्था छ, तर यति मात्र प्राप्त छैन। विगतमा मेरो हजुरआमाले भन्नुहुन्थ्यो, उहाँ कहिले पनि आफूभन्दा माथिको ठुलो मान्छेसँग बोल्नु भएन, आफ्नो बुवासँग मुख उठाएर बोल्न सक्नु भएन। हो, परिवर्तन भएको छ। म उहाँकै हजुरआमा हो, उहाँ हजुरआमाकै म नातिनी हो र म मेरो बुवासँग मात्रै होइन खुला रूपमा यसरी बोल्न सक्नेछु। अब यसलाई नारी मुक्तिको आवाज मान्ने या नमान्ने त तपाईहरुका हातमा छ। तर अझै पनि हाम्रो समाजमा यस्ता जुगाधारी सोचहरू छन् जसले नारीलाई मानव बन्न दिइरहेका छैनन्, जसले नारीको प्रत्येक व्यक्तित्वमाथि तरबार अनि बाणीमाथि प्रश्न खडा गर्न रुचाइरहन्छन्। विगतमा जसरी मदर टेरेसाले आफू मात्रै नभएर कयौं बालबालिकाहरूलाई अगाडि बढाउने किसिमले आफूलाई बढाइन्, हो एउटा नारीले अवसर पाइन् भने आफू मात्रै होइन इतिहास रचिदिन सक्छिन्। यो कुरा अहिले सबैले बुझ्न जरुरी छ। When women rise, humanity rises। जब महिला जाग्छिन् तब मानवताको नै उदय हुन्छ, यो भनाइ हामी सबैले बुझ्न जरुरी छ।